सम्पूर्णलाई सोफ्याफुला फेरि पनि स्वागत छ मेरो भिडियोमा। र अहिले चाहिँ म युरोपको एउटा होटलमा आएको छु, जुन होटलमा चाहिँ म काम गर्छु हैन। र पर्सि चाहिँ यो दुईटा होटल चाहिँ ओपनिङ हुँदैछ र हामीले चाहिँ अहिले डेकोरेसनहरू सबै सकेर आइसक्यो भने यहाँबाट चाहिँ यस्तो दामी मनमोहक भ्यू देख्छ हैन। यहाँ चाहिँ समुद्र नै समुद्र छ जताततै। यहाँ आउने होटलको आउने कस्टमरहरू चाहिँ सबैजना गर्मी समरको बेला चाहिँ हैन गर्मी छल्नको लागि आउने गर्दछन् भने यहाँबाट चाहिँ यस्तो दामी समुद्र हैन। मेरो पनि फर्स्ट टाइम है, लाइफको फर्स्ट टाइम चाहिँ यति राम्रो भ्यू समुद्रहरू देख्न पाउँथेँ। एकदम खुसी लाग्यो। युरोपको जस्तो देशमा आएर यस्तो राम्रो दृश्य हेर्नु नै मेरो सौभाग्य हो हैन। तर अहिले त्यहाँ नजिक चाहिँ जान नमिल्ने रहेछ हैन। त्यहाँ चाहिँ किनभने समुद्रबाट छालहरू आउँछ, त्यसले गर्दा जो पौडी खेल्न सक्दैन उनीहरू चाहिँ नजानु होला। तर यस्तो राम्रो भ्यू देखाएको छ हैन, माइन्ड नै फ्रेस भयो गाइस। अनि म चाहिँ भित्र काम गर्दा टाउकै दुखिरहेको थियो हैन। जब म यो बाहिर आइसकेपछि छुट्टै संसार के, संसारै बेग्लै हैन। समुद्र पुरै समुद्र के हैन, पुरै समुद्र। त्यहाँबाट एउटा डाँडा पनि छैन समुद्र भने यस्तो हुँदो रहेछ है गाइस। यस्तो चाहिँ हुँदो रहेछ है समुद्र। ल भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धन्यवाद। र अर्को चोटि पनि हजुरहरूले राम्रो भिडियो लिएर उपस्थित हुनेछु। थ्याङ्क यू सो मच।